हेलो नमस्ते सबैजनालाई आज पनि मेरो च्यानलमा स्वागत छ हजुरहरूलाई। आजको हाम्रो यात्रा चाहिँ हाम्रो भलुवादेखि राजारानीसम्मको मोरङ जिल्ला लेटाङ नगरपालिकामा रहेको राजारानीमा चाहिँ एकदमै राम्रो नेचुरल सुन्दरता छ। आज हामी तपाईहरुलाई वहाँ गएर चाहिँ भिजिट गरेर देखाउन गइरहेका छौँ। आज चाहिँ हामी दुईजना छौँ, मेरो बहिनी र म। मेरो बहिनी चाहिँ ऊ पर मोबाइलमा घोप्टिरहेछ है। हामी हिँडिसकेपछि तिर्पल रोडमा हाम्रो दाइको बाइकमा होइन दाइले भलुवा चोक यता तल गयो भने चाहिँ बेलबारी पुग्छ। अनि अहिले चाहिँ हामी लेटाङ जाने बाटोमा पर्छ राजारानी चाहिँ। लेटाङै पुग्नु चाहिँ पर्दैन, लेटाङ राजारानीबाट चाहिँ हामी अब छिरिसक्यौँ, जङ्गल छेउ आइपुगिसक्यौँ। तुर्के खोला आउँछ अनि तुर्के खोलाबाट धोबीबाट अनि उकालो गएपछि चाहिँ राजारानी आउँछ। यता तुर्के खोला हो। तुर्के खोलामा पनि पुल बनिसकेको रहेछ होइन, त्यति ठुलो चाहिँ छैन। जानेछ बाटो अनि हामी यता गयो भने चाहिँ लेटाङ जान्छ अनि यहाँदेखि उँभो गयो भने चाहिँ राजारानी जान्छ। राजारानी जाने बाटो चाहिँ अहिले मर्मत हुँदै रहेछ। फापर फुलेको रहेछ कस्तो मजाले। एउटालाई फापरको रोटी चाहिँ मनपर्छ अरे। मलाई कोदोको ढिँडो खानै आउँदैन, एकचोटि मुख पोलिकन आफ्नो तोरी पनि पाकिसकेछ यार। बोर्ड रहेछ राजारानी जाने बाटो अनि खोला पनि कता कता हो। राजारानी जाने बाटो त खतरा छ चाहिँ एकदम राम्रो छ कि। अनि पाउडर पनि एकदम लाउन पाइन्छ फ्रीको। मलाई चाहिँ डर लाग्दैछ अलिअलि। दाइ मलाई छोडिदिनु कि तलै यसलाई पुरा आउनु नि, मलाई लिन आउनु। दाइ नबोल्दाखेरि जान्छ अनि दुईजनाले लान सक्नुहुन्छ? गइरहेछ बन्दैछ नेपाल। यसपालि चाहिँ राम्रो नेता चुन्नु पर्यो सबैजनाले। यो पिचुनु पर्यो। ल हुन्छ, उसलाई छोडेर आउनु, म आउँदै गर्छु, अलिअलि हिँड्दै गर्छु। ल दाइ चाहिँ छोडेर हिँड्दै आऊ अरे। कस्तो हेर ल। अब दाइहरू चाहिँ यहाँबाट उकालो भएर बाटो यस्तो भएको कारणले चाहिँ दुईजना लिएर जान नसक्ने भएको कारणले म चाहिँ यहीँ छु। अब म पनि अलिअलि हिँड्दै गर्छु अनि उसलाई पुऱ्याएर आएर मलाई लिएर जानुहुन्छ अरे दाइलाई। अब ठिकै छ, अलिअलि हिँड्दै गर्छु म पनि। तर यो मेरो जुत्ता चाहिँ सकिने भयो यो पाउडरले गर्दाखेरि। चाहिँ बिच बाटोमै छोडिदिइहालेँ होइन, छिटो आऊ भन्दै। अब म चाहिँ बिस्तारै हिँड्दैछु अब राजारानी हेर्नको लागि। मलाई चाहिँ बिचै बाटोमा छोडिदिएको कारणले म चाहिँ अलिकति हिँडेर आएँ अनि तल लेटाङतिर हेरेको एकदमै राम्रो भ्यू देखियो क्या डाँडाबाट। एकदमै राम्रो भ्यू देखिएको छ तल। तर आज चाहिँ मौसमको कारणले गर्दाखेरि क्लियर देखिएको छैन है, किनभने हुस्से लागेको तल मधुरो देखिएको छ। तर हेर्दाखेरि चाहिँ आँखाले हेर्दाखेरि चाहिँ एकदमै राम्रो छ है। बाटो चाहिँ धेरै धुलो भएको कारणले म चाहिँ सर्टकट बाटो अपनाउँछु। यो बाटो जान्छु, उता अर्को बाटोमा जोडिन्छ, यही बाटोमा जोडिन्छ। सर्टकट तरिकाले जान चाहन्छु। उकालो छ, सर्टकट छिट्टो हुन्छ। यही बाटो अपनाउँदै हिँड्छु। अब सर्टकट बाटो नै अपनाउँदै हिँड्दैछु किनभने दाइलाई पनि धेरै तलसम्म आउनु नपरोस् भनेर जति सक्दो म पनि कोसिस गर्दैछु छिटो राजारानी डाँडा निस्किनलाई। हिँड्दैछु सर्टकट बाटै। यस्तो छ है बाटो सर्टकट चाहिँ।
यस्तो बाटो हिँड्दैछ सर्टकट बाटो जस्तो छ लगभग कति सर्टकट बाटो लिएर मैले चाहिँ यो जङ्गलको बाटो लिएर चाहिँ आइसकेको छु आधीभन्दा धेरै बाटो निस्किसकेको छु अब चाहिँ दाइहरूलाई पर्खिन्छु म हिँड्न सक्दिनँ मेरो पसिना छुटिसक्यो गर्मी पनि भयो यता माथि चाहिँ घाम लागिरहेको रहेछ तल चाहिँ उस्तै लागिरहेको त्यही भएर यत्रो धेरै लुगा लाएर आएको गर्मी भयो आउँदै हुनुहुन्छ राजारानी घुम्नको लागि धेरै नै पर्यटकहरू पनि यो दाइ र मेरो बहिनीले धोका दिएको अवस्था भन्नुपर्छ मलाई लिन आउँछ भनेर बाटोमा छोडिदिएर मलाई हिँडाउँदै राजारानीको डाँडासम्म लिएर आइपुगेँ ठिकै छ म भिडियो बनाउँदै रमाइलो गर्दै आएँ अनि मलाई लिन आउँछ भनेर लिन आउनु पर्दैन अनि एक्सर्साइज दामी भयो कहाँ छोडिदिनु भएको छ तपाईँले थाहा सर्टकट बाटो हिँड्दै भिडियो बनाउँदै आएँ म सिपालु छ भन्नुभयो ल त सिपालु छ लिन जानु दाइ भन्नु सक्दिनस् त कुकुरनीले नि तेरो नि काम छैन बाज भएपछि त नि करू कसलाई के भन्नु छ मेरो पर्खेर बसिरहेको नि र दुईजना मलाई लिन आउँछन् होला भन्दै म पनि त्यहाँ उभिएर बसिरहेको छु थाकेर 10 मिनेट भयो पनि भएन होला है दाइ हामी पर्खेर बसेको म तल आएर बसे अनि फाइनली घुममा आइपुगिसकेको छौँ अनि हामी चाहिँ राजारानी मन्दिर दर्शन गर्नेछौँ एकदमै राम्रो छ यहाँ चाहिँ कस्तो राम्रो घरहरू बनाए हेर्नु त यस्तो माथि बाटो राजारानी सँगले केराबारी छ त राजारानी मन्दिरको छेउमा आइपुगिसकेको छौँ यहाँनिर चाहिँ हाम्रो पर्यटनहरूको चाहिँ भिड रहेछ बस पनि आएछ टेम्पू स्कुटी बाइकहरू एकदमै भिड छ र मन्दिरको घन्टी नि ट्याङ ट्याङ बज्दैछ अब यो मन्दिर जानलाई चाहिँ सिडीबाट टक 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 जानुपर्छ वहाँ जानु भित्र जानु चाहिँ कति लाग्छ 20 रुपैयाँ भित्र जानु मान्छेको 20 रुपैयाँ पार्किङको 20 हो ए भित्र मन्दिर जानलाई चाहिँ 20 रुपैयाँ हैन मन्दिर राजारानी पर्यटन भित्र राजारानी पर्यटक क्षेत्र अनि मन्दिर मन्दिर पनि छ पोखरीहरू छ घुम्नको लागि 20 रुपैयाँको टिकट काटेर हामी चाहिँ राजारानी पर्यटक क्षेत्र घुम्नलाई छिरिसकेका छौँ हाम्रो नेचुरल भन्दा प्राकृतिक सुन्दरता हेर्नलाई अनि मन्दिर पनि छ यहाँनिर चाहिँ राजारानीको त्यो पनि दर्शन गर्नेछौँ अनि त्यहाँदेखि हाम्रो यहाँको भ्यूहरू कस्तो छ तपाईँहरूलाई देखाउनेछौँ सिडी झरिसकेको छौँ हे भगवान सिडी पनि यति ठुलो छ कि दिमाग खराब हुने सिडी छ के गर्नु म त भरे गर्छु होला सिडी झरिसकेको छौँ अब हामी मन्दिर पुग्नेछौँ हाम्रो राजारानीको नेचुरल पोखरी राजारानीको भ्यू है यो चाहिँ पोखरी मन्दिरदेखि अलिकति तल झरेपछि पोखरी आउँछ यताको रानी पोखरी उताको राजा पोखरी अनि यहाँनिर चाहिँ कमलको फुलहरू पनि एकदमै राम्रोसँग फुल्या है एकदमै राम्रो पोखरी कमलको फुल फुलेको छ यहाँ चाहिँ राजारानीको पोखरीमा अनि पिकनिक खानेहरू वनभोज खानेहरू पनि टन्नै आउनु भएको रहेछ स्कुलको अनि फ्यामिली ड्राइभ पिकनिक पनि एकदम हाम्रो राजारानी घुमेर पनि सकियो भिजिट गरेर नि सकियो एकदमै राम्रो भ्यूहरू छ तपाईहरु पनि आउनु होला घुम्नु होला पोखरी मन्दिर
वन जङ्गल हरियाली सबै हेरेर थाहा पाइसक्नु भयो होला आज कस्तो भ्यू देख्नु भएको छ। यो डाँडाको बिचमा कसरी चाहिँ पोखरी बन्यो होला, वरिपरि डाँडा काँडा छ अनि यो बिचमा चाहिँ पोखरी र मन्दिर बनेको छ एकदमै चमत्कारी ढङ्गले। यहाँनिर चाहिँ आज चाहिँ हामी धेरै खुसी छौँ राजारानी घुमिसकेर। एउटालाई चाहिँ भोक लाग्यो अरे त्यही भएर मुख इत्रु बनाउँदैछ। ठिकै छ, अहिले मैले माथि लगेर चाउमिन खुवाइदिन्छु। सिँढी उक्लिँदै एउटालाई चाहिँ अब हेर्नुहोस् हालत। भोक लागेको बेलामा पाकेको मेरो बहिनी चाहिँ घुमेर रमाइलो भयो अरे। अब सिँढी चढ्ने बेलामा चाहिँ म बुढी आमै भइसकेँ भन्दैछ। अनि घुमिसकेर आएर चाहिँ खाजा खाने कार्यक्रम चाउमिन र कोक एउटालाई चाहिँ भोक लागेर खाना आएपछि मात्रै खुसी भयो है। यो चाहिँ अहिले चाहिँ मलाई ठुलो निकाल्छु म। चाउमिन आयो अनि के भयो अरे भन्छ। चाउमिन आयो, चाउमिनको काँटै बिपत्ता भयो। अब के गर्छ यस्तो। भोक लागेको बेलामा काँटा नआएर गाह्रो भइसक्यो एउटालाई चाहिँ चाउमिनको थुप्रो छ कि काँटा लिएको, यो चाउमिन लिएको आधी घन्टा भइसक्यो, काँटा ल्याउने मान्छे सुतेछ। गाह्रो छ। भोक लागेको बेलामा आयो नि होइन अब काँटा बल्ल बल्ल आयो। कस्तो छ? ठिकै छ, यो हिजोको भन्दा चाहिँ अलिक केराबारीमा खाएको मिठो थियो। अब खाजा खाने कार्यक्रम सक्यो हाम्रो अनि त्यहाँदेखि हामी जान्छौँ। दिन्छु नि फेरि बोतल। यसलाई चाहिँ किन रिस उठ्दो रहेछ? खाना अघि त हाँसिरहेको त्यस्तो खान पायो भने अहिले फेरि अनि अहिले भर्खर फेरि खाएको भनेर तेर्साइरहेको छ अनि फेरि 24 घन्टा तेर्साइरहेको छ। अनि तेर्साउनु त ब्लग भनेको के हो त, बनाएर देखाउने के। राजारानी दरबार खाजा घरमा चाहिँ हामीले खाजा खाइसक्यौँ। अब चाहिँ हामी राजारानीलाई बाई गर्दै घरतर्फ लाग्नेछौँ। आजको हाम्रो ब्लग चाहिँ यहीँसम्म समाप्त हुन्छ।